हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। तपाईँलाई मेरो छोटो ब्लगमा स्वागत छ। आज चाहिँ म अनि मेरो दुईजना साथी मिलेर तीनजना चाहिँ बुढा नीलकण्ठ बाइकमा जाने प्लान बनायौँ। अनि हामी सिधै बानेश्वरबाट चाहिँ नारायणथानको मन्दिर आएर त्यहाँदेखि हामी गल्तीको बाटो यात्रा सुरु गर्छौँ। जस हामी जाँदै थियौँ, जाँदाखेरि कुकुरहरू अगाडि रहेछ क्या, हामीले देखिनौँ। अनि कुकुरहरू एक्कासी चम्टियो भने पुग्न थालेन। अनि हल्का हामीले बाइक स्लो गऱ्यौँ। त्यस पछाडि कुकुरहरू हल्का शान्त भयो अनि साइड लाग्यो। त्यस पछाडि हामी यात्रा फेरि अगाडि बढायौँ। अनि जस यो गल्तीको बाटो अनि हल्का माथि पुगेपछि चाहिँ जस थोरै पिच रहेछ, पिच बाटो आउँछ। अनि हामी पिचको बाटो चाहिँ यात्रा गर्न सुरु गऱ्यौँ। यो हल्का माथिसम्म त छ पिच, जस राम्रो छ। अनि जस पिच कटिसकेपछि चाहिँ हामी ठाडो बाटो आउन लागेका छौँ। बाटो चाहिँ एकदम ठाडो छ हो त्यहाँको। तपाईँहरू आउनुहुने कतिजनालाई थाहा छ नि त होइन। जस अब हामी यहाँबाट ठाडो बाटो यात्रा गर्छौँ। जस हामी जानुभन्दा अगाडि चाहिँ हल्का पानी परेर उक्रेको रहेछ क्या। जस ठाउँहरू राम्रो देखियो। पहिला पनि हामी एकचोटि आएको थियौँ, धेरै पहिला। अनि यसपालि हामी गयो, जम्मा 2 चोटि भयो योसँग। ठाउँ राम्रो छ, हाइट एकदम राम्रो छ। त्यहाँबाट चाहिँ जस काठमाडौँ पुरै देखिन्छ क्या। हल्का हल्का टर्निङहरू पनि रहेछ। जस साथीहरूसँग हिँड्दाखेरि जस यात्रा एकदम रमाइलो लाग्छ मलाई चाहिँ। सधैँभरि अब यात्रा गरिरहन पाइँदैन, जस कोही कोही बेला साथीहरूसँग हिँड्न पाउँदा मजा आउँछ। कस्तो राम्रो देखिँदो रहेछ पानी उक्रेपछि चाहिँ। जस रमाइलो भइरहेछ मलाई चाहिँ। अनि यो देख्नुभएको चाहिँ एक्सर्साइज गर्ने ठाउँ है। जस अब हामी आउने बेला भयो। त्यहाँ नारायणथानदेखि चाहिँ 10 मिनट जति उकालो रहेछौँ। 10 मिनट जति लाग्छ। जस फाइनली अब हामी आइपुगेका छौँ। जस हामी आउँदा दिउँसै थियो। त्यहाँदेखि हामीले चाहिँ केही खानेकुराहरू अर्डर गरेर चाहिँ यो ठाउँदेखि चाहिँ काठमाडौँ पुरै देखिन्छ नि त। अनि जस हामीले एउटा भिडियो लियौँ, जस राम्रो देखिँदो रहेछ। उज्यालो थियो यति बेला चाहिँ, लगभग कति 6 बजेको थियो होला यति बेला। 5 बजे हामी हिँडेको बानेश्वरबाट। अनि जस हामीले अर्डर गरेको थियौँ स्न्याक्स अनि यो साँधेको चाउचाउ अनि सेकुवाहरू अर्डर गरेको थियौँ। जो सुरुमा यो स्न्याक्सहरू आयो अनि हामीले यो स्न्याक्स अनि त्यहाँदेखि आइसक्रिमहरू खाइसकेपछि चाहिँ बल्ल बल्ल सेकुवा आयो। जस यहाँको सेकुवा चाहिँ एकदम मिठो रहेछ। फेरि खाइसक्यौँ। त्यस पछाडि हामी फर्किने बेला भएको थियो। हामीले जस बेलुका यो सिन लियौँ। बेलुका चाहिँ यस्तो देखिँदो रहेछ। लगभग 7:30 बजी भएको छ अहिले चाहिँ। अनि हामी 1-1.5 घन्टा बसिसकेपछि चाहिँ हामी बानेश्वरतर्फ लाग्छौँ। तपाईँलाई भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला है त।